नमस्ते सबैजनालाई। लमजुङको ऐतिहासिक ठाउँ पुरानकोट गढीबाट नमस्कार। यो ऐतिहासिक ठाउँमा हामी चाहिँ आज चैतको 21 गते घुम्न आइयो। एकदमै रमाइलो भयो। यो एकदमै समुद्र सतहबाट त्यस्तै 2500-3000 हाइटमा छ। तपाईको चाहिँ यहाँ आउन मात्रै गाह्रो, अलिकति बाटो चाहिँ तपाईको सवा घण्टा 1.5 घण्टामा आइन्छ बेसरबाट। तपाईको चाहिँ यो हाम्रो स्थानीय त भइसकेपछि गण्डकी प्रदेश सरकार बाट चाहिँ निर्मित यो बौद्ध स्तूपा व्हाइट गुम्बा भनेर चिनिन्छ। तपाईहरु देख्न सक्नुहुन्छ यो रमणीय ठाउँबाट। सबैजनालाई नमस्कार। सबैजना आउनु होला। लमजुङ बेसी यहाँ तल पर्छ। यहाँबाट तल फोटोमा अलिअलि देख्न सक्नुहुन्छ। सबैजनालाई नमस्ते।